हात मिलाउनु पाइयो यार, क्या खुसी लागिरहेको छ मलाई आज। लाइभमा देख्न पाइयो आज यार। दाङमा आएको र तपाईहरुको यो माया देखेर मलाई फेरि आउँ जस्तो लाग्यो। फाइनली फिल्म हेर्न सकिसक्यो होइन। अब अमल केसी आउने भनेको कुरो सुनिरहेको थियौँ भने चाहिँ अब आउँदै गरेको अवस्था गरे होइन। हेर्नु न अब अमल केसीको इन्ट्री हुँदैछ। इन्ट्री फाइनली अब आएको अवस्था गरे होइन। मान्छेको भिडभाड यहाँ देख्न सक्नुहुन्छ हजुरहरूले। पुरै अमल केसीले हेर्नको लागि पुरा सबजना तत्पर यत्रो मान्छेहरू यहाँ होइन। यता अड्किनुपर्छ, यहाँ बाटो त यतै छ। हात मिलाउनु पाइयो यार, क्या खुसी लागिरहेको छ मलाई आज। लाइभमा देख्न पाइयो आज यार। अब चाहिँ म हेर्नु अटिरहेको छु होइन। त्यहाँ भेटेर गेटमा भेट्ने अब त्यसपछि जाने केटाहरू कता कता गइसक्यो पुरै। अब यहाँ इन्ट्री हुँदैछ। यहाँ अनमोल केसीको इन्ट्री चाहिँ भव्य भइरहेको छ गाइस। यहाँ मान्छेहरूको भिडभाड होइन पुरै। होइन 3जना कलाकारसँग भेट भइसक्यो। अब चाहिँ फोटो खिच्न बाँकी छ। अब एउटै आशा छ कि फोटो खिच्न पाइन्छ कि पाइन्न भन्ने कुरो छ। हेरौँ अब के कस्तो हुन्छ। त्यसपछि यो दुईवटा फोटोसुट खिचेर हामी चाहिँ घरतिर लाग्छौँ गाइस। 4:45 काटेपछि एकदम बेस्ट हुने रहेछ हामीलाई चाहिँ। अगाडि आउँछन् हुँदा माया गुल्याङ भइगयो यार। खत्तम भयो, बर्बाद भयो। ठिक्क टाइम हुने रहेछ 4:45 काटेपछि। त्यही पनि केही छैन गाइस, देख्न चाहिँ पाइयो, हात मिलाउनु पाइयो। अब चाहिँ फोटो खिच्न बाँकी छ, त्यो पनि पुरा हुन्छ जस्तो लागिरहेको छ। हेरौँ के कस्तो हुन्छ गाइस अहिले एकछिनपछि है। हाम्रो हिरो फाइनली जिएरी फाइनली यहाँ 3जना बसिरहेको अवस्था होइन। इन्ट्री भइसक्यो गाइस। यहाँ कार्यक्रम सम्पूर्णको ध्यान केन्द्रित गर्न चाहन्छु। म सन्तोष केसी, चलचित्र पत्रकार सङ्घ जाङ शाखाको अध्यक्ष। खास गरी अलिकति हामीले फरक तरिकाले यो कार्यक्रम गर्न खोजिरहेका छौँ। आज हामीले नेपाली चलचित्र उद्योगका युवा स्टार, मेगा स्टार अनमोल केसी लगायत हामीले चाहिँ नेपाली चलचित्र उद्योगका सफल नायिकाहरू आँचल शर्मा र जसिता गुरुङलाई पाएका छौँ। र जेरी अन टप जुन चलचित्र चाहिँ अहिले रिलिज भइरहेको छ, नेपालभर चाहिँ चलचित्र रिलिज भइरहेको छ र दर्शकले उत्साहजनक प्रतिक्रिया पनि चलचित्रले पाइरहेको छ। सफल चलचित्रको रूपमा यसलाई लिइएको छ। चलचित्र चाहिँ अहिले देशभरि रिलिज भइरहेको छ र मफसलको प्रचार प्रसारको क्रममा आज चाहिँ चलचित्रको टिम दाङमा हुनुहुन्छ।
कि दाङबाट चाहिँ मफसलको चलचित्रको चाहिँ पब्लिसिटीको कुराहरू सुरु भइरहेको छ। उहाँहरूलाई म एकचोटि ताली बजाएर दाङमा स्वागत गर्दिछु। आजको कार्यक्रमको प्रमुख वक्ताको रूपमा म आसन ग्रहण गर्दिनका लागि नेपाली चलचित्र उद्योगका मेगा स्टार युवा स्टार अभिनेता अनमोल केसीज्यूलाई म हार्दिक अनुरोध गर्छु। त्यसै गरी वक्ताको रूपमा महासन ग्रहणका लागि अभिनेत्री आँचल शर्माज्यूलाई म हार्दिक अनुरोध गर्छु। जुन चलचित्रको निर्माताको रूपमा हुनुहुन्छ निर्माता सरोज न्युपानेज्यूलाई पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी निर्माता भविष्य खड्काज्यूलाई पनि म आसन सबैजनालाई ह्याप्पी तिहार। सेकेन्ड टाइम हो पहिला पनि आएको थिएँ मेरो चलचित्र च्याक्री आएको तर यो पालि तपाईँहरूको यति धेरै माया पाउँदा म र मेरो लगायत जेरी अनलको एकदमै खुसी छ। हजुरले फेरि राम्रो चलचित्र हेर्नु होला र धेरै माया दिनु त्यसै गरी आफ्नो कुरा राखिदिनका लागि म अर्की अभिनेत्री आँचल शर्माज्यूलाई पनि हार्दिक अनुरोध गर्छु। दाङ एकदमै मनपर्ने मलाई ठाउँ हो खासमा। अनि यहाँ तपाईँहरू सामु तपाईँहरूको यति माया प्रगाढ लिएर जाँदैछु। अब त मेरो फेभरेट लिस्टमा पर्ने भयो दाङ। सधैँ आउन मिल्दैन तर यहाँहरूलाई हाम्रो जेरी अन टपलाई हाम्रो टिमलाई मलाई माया दिनुभएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु र तिहारको धेरै धेरै शुभकामना भन्दै थ्याङ्क यू फर कमिङ। अनि हामीलाई माया दिएकोमा सधैँ यसरी नै माया दिनु होला मलाई र मेरो टिमलाई। धन्यवाद। त्यसै गरी म आफ्नो कुरा राखिदिनका लागि चलचित्र जेरी अन टपका अभिनेता मेगा स्टार युवा स्टार अहिलेका नेपाली चलचित्र उद्योगका अहिलेको ढुकढुकी सुपरस्टार अनमोल केसीज्यूलाई यो चलचित्रको विषयमा आफ्नो कुरा राखिदिनका लागि अनुरोध गर्दछु। नमस्ते दाङ। दीपावलीको शुभकामना। तपाईँलाई जेरी अन टप कस्तो लाग्यो? आज म फर्स्ट टाइम दाङमा आएको र तपाईँहरूको यो माया देखेर मलाई फेरि आउँ जस्तो लागिरहेको छ। आउनु पर्यो एकचोटि चस्मा त छुटाइदिनु पर्यो। भेट्न आउँछु है। ओके सबैले यतिकै माया दिनुपर्छ। माया सदाबार सदाबार सदाबार। एकदमै खुसी लागिरहेको छ तपाईँहरूले दिनुभएको यो माया यो साथ यो सपोर्टको लागि। अनि भनौँ न एकदमै मसँग केही शब्द नै छैन यो बयान गर्नलाई। यसरी वेलकम हुन्छु यसरी दाङले मलाई वेलकम गर्छ भने मैले सोचेको पनि थिइनँ। तपाईँहरूको यो माया देखेर अवश्य पनि मेरो बाचा छ म हरेक फिल्ममा तपाईँलाई भेट्न आउनेछु। एकदमै तपाईँहरूको प्रतिक्रिया सबैतिर फैलाइदिनु होला। दाङभरि जेरी अन टपको प्रतिक्रिया तपाईँहरूको अनेस्ट फिडब्याक दिनु होला र यसरी नै माया दिइराख्नु होला। थ्याङ्क यू सो मच। धन्यवाद। हामी कार्यक्रमको अन्त्यमा छौँ। अन्त्यमा एउटा कुरा सोध्नु है मलाई फिल्ममा चाहिँ लास्ट नै फिल्म चाहिँ एकदम बोवा लाग्यो मलाई चाहिँ। हजुर चाहिँ फिल्ममा चाहिँ अलिक मोटी देख्थेँ होइन रियल गर्दा प्लास्टिक पातले देखेँ होइन अहिले आकाश प्रत्यक्ष देखेर भयो के भयो। धन्यवाद। लगायत फाइनली फोटो पनि खिच्यो होइन भिडियो पनि बनाइयो सबै चिज बनाइयो सबै थोक पुग्यो। के भन्नु फिल्म चाहिँ बबाल छ होइन मान्छे पनि हेरौँ न दामी हेरौँ न यार।
Oh, ang beres niya sa mahal. शान्त बताइरहेको छ ल गाइस फाइनली चाहिँ हाम्रो सब प्लान सब सक्सेसफुल भइसक्यो होइन फोटो पनि खिच्यो भिडियो पनि बनाइयो सब एभ्रिथिङ सब भइसक्यो होइन तर एउटा कुरा चाहिँ के होला भन्दाखेरि मलाई चाहिँ फिल्ममा चाहिँ होइन पुरा सबैजना के मोटामोटा देख्थ्यो होइन यहाँ चाहिँ पुरै पातला के सेम म जस्तै यार कसम चाहिँ यार सेम म जस्तै यार त्यही हो जोस बबार रमाइलो हो त्यो सोचे जस्तै रमाइलो भयो ल फेरि आउँदै गरौँला फेरि डाङमा होइन फेरि अर्कोचोटि भेटौँला गाइस ल गाइस फाइनल चाहिँ हामी निस्किनको अवस्था अब एउटा कुरा सुन्छु कि हजुरलाई कि फिल्ममा चाहिँ होइन अस्ति मोटी देख्थेँ तर यहाँ रियलमा हेर्दा के लास्ट पातली के हजुर के कसम भनेको मेरो आँखा किन उ भएर हो कि पुरा एकदम खुसी लागिरहेको छ होइन तपाईँहरूलाई देखेर होइन फेरि आउँदै गरौँ होला होइन त्यही हो गाइस होइन ल आजलाई यति नै फेरि पनि भेट्दै गरौँला नेक्स्ट भ्लगमा जय नेपाल।